सुनसरीको इनरवा नगरपालिका वडा नम्बर 3, 4 र 8 मा पर्ने सडक निर्माण कार्य धमाधम भइरहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले ग्रामीण सम्पर्क सुधार परियोजना अन्तर्गत सडक, पुल र कलभट निर्माण कार्य गरिरहेको छ। उदयपुर त्रियुगा आशिष आशीर्वाद जैविक कम्पनीले ठेक्का पाएको निर्माण र कार्य सम्पादनमा आधारित मर्मत सम्भारको स्तरोन्नति योजना अन्तर्गत 12.073 किलोमिटर सडक र 17 वटा स्ल्याब कलभट, 31 वटा हिम पाइप र 2 वटा पुल गरी जम्मा 50 वटा निर्माण कार्यको लागि कुल 61 करोड 11,76,451 रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ। सडक निर्माण कार्यसँगै मुख्य कुडुवा खोलाको पुल पनि धमाधम निर्माण भइरहेको छ। वर्षेनी बर्खामा कुडुवा खोलाको पानीले गाउँ नै जलमग्न हुँदै आएको छ। तसर्थ बर्खाको समय नजिकै गर्दा गाउँदेखि बजारसम्म जोडिने वैकल्पिक सडक समेत नभएकाले कुडुवा खोलामा चाँडै नै आवत जावतका लागि पुल निर्माण गरिदिन स्थानीयहरूले आग्रह गरेका छन्। पानी धेरै हुन्छ, एकचोटि बिजोग हुन्छ, पुल पनि बनेको छैन। बिजोग त बिजोग हुन्छ, पानी हुन्छ। यो गणेशपुरको 3टा बाटो राख्नु, 3टै बाटो जाम हुन्छ पानी लिएर। 4 महिना भादो महिना 3टै बाटो जाम हुन्छ। पानी धेरै हुन्छ, त्यहाँबाट मान्छे यता बारदार गर्छ। अब जस्तै दुःख गरेर आउनु पर्यो, के गर्ने। अब राम्रोसित बनाइदिनु पर्यो। लगभग 5 महिना मजाले निकै दुःख हुन्छ मान्छेलाई, त्यसैले अलि छिटै बनिदिनु पर्ने थियो। स्थानीयका भावनालाई मध्यनजर गर्दै निर्माण कार्य धमाधम गरिरहेको निर्माण र कार्य सम्पादनमा आधारित मर्मत सम्भारको स्तरोन्नति योजनाका कन्ट्र्याक्ट म्यानेजर महेश्वर पण्डितले बताउनुभयो। स्थानीयलाई आवत जावत र सवारी साधनलाई समेत सहज हुने गरी वर्षातसम्ममा कुडुवा खोलाको पुल निर्माण गरिसक्ने बताउनुभयो। यो चाहिँ 61 करोड 11,76,451 रुपैयाँ 76 पैसा भएको छ। यसमा कुनै आइटमहरू के भन्छ यहाँको स्थानीयको माग अनुसार कुनै ठाउँमा रोड चौडाइ गर्नुपर्ने होइन, जस्तै पुलको पुलमा पनि काम गर्ने क्रममा कुनै आइटम थपहरू गर्नुपर्ने भएको भएर अनि त्यसको क्रममा यो चाहिँ एमाउन्ट चाहिँ इन्क्रिज भएको। 2 दिन चाहिँ पाइल क्याप भयो ढलान, 1 दिन यता राइट साइडतिर, 1 दिन लेफ्ट साइडतिर। त्यसपछि एबिटमेन्ट भयो, त्यसपछि स्ल्याब ढलान। जम्मा 5 देखि 6 दिनको ढलानमा काम त्यहाँ माथिबाट गाडी चढाउन मिल्छ। तर अब चाँडै नै हुन्छ। सडक, नाला, कलभट, पुल लगायत निर्माण कार्यले स्थानीय निकै हर्षित भएका छन्। वर्षौंदेखि धुलो र बर्सातमा बाढीको जोखिम झेल्दै आएका स्थानीयहरूमा अहिले खुसी छाएको छ। निर्माण र कार्य सम्पादनमा आधारित मर्मत सम्भारको स्तरोन्नति योजना 2024 फरवरीमा सुरु भएको र 2026 मार्चसम्म सम्झौता रहेको उदयपुर त्रियुगा आशिष आशीर्वाद जैविक कम्पनीले जानकारी गराएको छ।